किम्बु खाँदैछ नि हामी कति धेरै पाकेको हो यो त यहाँ पनि टन्नै किम्बु पाइने रहेछ त्यही भएर किम्बु खाएको अवस्था हुन्छ 안녕하세요 kita ukir apa kau ukir apa आडुहरु पाकिसकेछ त यहाँ त यो त आडु हो नि प्याकिङ गरेर राखेर छ पुरै यही गाउँ छ टक्क तल तल चाहिँ घर हुने रहेछ माथि माथि चाहिँ च्यान हुने रहेछ क्या फेरि यता ल हेर तल तल घर माथि माथि च्यान ताङकोङ घर गाउँहरू मन्दिर भित्र कुना भएको च्याप्पै टुङ्गिने रहेछ कि क्या हो खै यो कुना के टुङ्गिन्छ होला कि है छोटो छोटो अब सानो सानो साँगुरिँदै जाँदैछ नि त त्यहाँ माथितिरसम्म जानुपर्छ हो कि जङ्गलतिर शिकार गर्न छिर्दिने हो त अनि जङ्गलै जङ्गल छ जङ्गल छ शीतल हावा छ पुरै नेपालको गाउँ जस्तै छ क्या यता त आनन्द लाग्छ नेपालमै छ जस्तो लाग्छ जोस यो त भित्रसम्म छ जस्तै यो बाटो यो बसोबास मात्रै हो कम्पनी एरिया छैन लप्सीको रुख रहेछ क्या हो यो ठुलो मकै लाउने तरिका त्यस्तो ठुल्ठुलो रुख त कमै मात्रामा हुन्छ कोरियामा ल आज घुमेर नभ्याइएला जस्तो छ त धेरै छ ठाउँ हामी त झन् नि घाममा हो पुरै हामी त गाउँ घुम्दैछौँ यो नयाँ यो हामी कोही पनि आएको यता पुरै घाममा दौड्नु पर्यो भनेर निस्केको हो क्या भिटामिन खाना हामी पनि ओखरको बोट लो यहाँ ओखरको बोट पनि देखियो ओखरको बोट यो चाहिँ जङ्गल पनि क्या मजाले जोगाएर राखेको हुने क्या यो माथि डाँडातिर जाने ठाउँ छ क्या हौ दाइ बरु उही खुड्किलो छ के विकट भन्नु यस्तो ठाउँलाई यस्तो राम्रो छ हैन पुर्याको दिक्क भनेको हाम्रो चाहिँ एकदम पुर्याको दिक्क त हाम्रो चाहिँ एकदम हो क्या होस् नेपालमा एकदम नेपालको हेरि त यो त फेरि कता सुविधा यस्तो ठाउँ हो नि विकसित ठाउँ हो नि हरेक ठाउँ बाटो बिजुली बत्ती पानीहरू सबै कोरियाको लागि चाहिँ हल्का विकट ठाउँ मान्छे हेर्दैछ त फलसलको व्यवस्थादेखि लिएर कुलोहरू सबै
कोरियन अब रहन सहनमा रीतिरिवाज छैन, यसमा पनि घुलमिल हुनुपर्छ क्या, त्यो सुन्दैनन्। कोरियनको भाँडाकुँडाहरू उहिलेको मान्छेहरूले यो टक्क पानी बोकेर खाने चाहिँ यस्तो हुने रहेछ क्या, यहाँ सजाएर राखेको हुँदो रहेछ ठाउँ ठाउँमा। उहिलेको पुर्खाहरूले चाहिँ पानी बोकेर खाने अन्नहरू राख्ने भाँडाकुँडा। पनि फलै रहेछ नि, के त यो कुन फल हो अब? स्याउ स्याउ यो अर्कै जातको स्याउ। कता दाइ जाउँ न त्यता गुम्बातिर यसो घुम्न। ल यो चाहिँ कोरियाको गुम्बा। कस्तो क्लिन ठाउँ छ क्या, पुरै गएर बसिराखौँ जस्तो। जाने हो यता यता? आफ्नो थर छिमेकमा को छ के छ केही थाहा छैन, सबै आफ्नै तालमा चलिरहेको हुन्छ क्या यहाँ चाहिँ। अब नेपालमा भयो कहाँ ओल्लो पोल्लो घर गएर डिस्टर्ब गरेर जाँड खाएर। कति राम्रो घरहरू त यार। जङ्गल हुने त्यहीँ घर किम्बुरो छ है, खाने भयो कालै पाकिरहेको छ किम्बु। कोरियनको मान्छेहरू गाउँतिर यस्तो यस्तो सानो घर बनाएर बस्ने रहेछन्, टक्क चुटुक 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 जङ्गलको ठाउँमा। खेती चाहिँ यस्तरी गरेको हुने रहेछन् कोरियामा। आजको गाउँ घुमै खत्रै भयो। सिमसाक कहाँ सिमसाक हुनु हो यो त? सिमसाक भएको भए त मजा पनि पुरै फुल फुलेको छ। यहाँको चाहिँ खेती लाउने तरिका यस्तो हुने रहेछ क्या, प्याजहरूको बिउहरू राख्ने। प्याजको यो बिउ पकाएको हो नि त? होइन यार आज गाउँ पनि घुमेर सकियो हो यार। आज ल आजको घुमाइ पनि यति नै होला हाम्रो, होइन? सकियो अब। ए गर्मीले देखाइदिएको नि सबै गाउँ सबैको आज मैले राखेको छु क्या भिडियोमा। गर्मी छ लास्टै, यहाँ घाम लागेको छ। यो हप्ताको छुट्टी पनि सकियो है आज, घुमेरै पसिनै आएछ हौ मेरो त यार। हामी चाहिँ अब रुम फर्किँदै गाउँहरू घुमेर आएको, अहिले चाहिँ रुम फर्किने क्रममा छौँ।